दर्शकवृन्द कसले सोचेको थियो होला र रनिङ सिल जितेर फर्केका विद्यार्थी यसरी खोलामा स्थाउनु पर्छ भनेर रोल्पा सिउरी सेरम सिमानामा जुन घटना भयो आज सारा दुनियाँलाई रुवाएको छ। यो ठाउँमा चाहिँ यो बाटो राम्रै थियो तर चाहिँ रातिको समयमा त्यो गाडी चाहिँ अलिकति माथितिर जाँदाखेरि जनताहरूले चाहिँ यसरी बाइक लिनुपर्छ। जितको खुसी बाआमासँग साटौँला भन्ने आशले 7औं राष्ट्रपति रनिङ सिल समापनकै दिन रोल्पाको सेरमबाट 3वटा गाडीमा आएका थिए नेपाल राष्ट्रिय माविका विद्यार्थी शिक्षक शिक्षिका लगायतको टिम। तर यात्रा गन्तव्यमै पुग्न नपाउँदै नसोचेको भयो। फुल्दै गरेको कलिला मुनाहरूलाई दैवले चुड्यो। बाटो एकदमै बिजोको अवस्था छ। एकदम सजग भएर चलाउनु पर्नुहुन्छ। गाह्रो छ बाटो त बिजोग रहेछ हैन सर? बिजोग छ सर। दर्शकवृन्द यो खोलामा पुल छैन। अब हामी चाहिँ जुत्ता खोलेर यहाँनिर चाहिँ के जाने अवस्था भयो र पुल नहुँदा एकदमै बिजोग अवस्था छ यहाँका जनताहरूलाई र यही ठाउँमा चाहिँ दुर्घटना भएको भन्ने सुनिन्छ। एकदमै घनघोर जङ्गल छ, जङ्गलको बिचमा बाटो छ। जनताहरूले चाहिँ यसरी बाइक लिनुपर्छ यस्तो अवस्था र हामी पनि बाइक लान नसकेर अब हाम्रो तिलक सर चाहिँ रोकिसक्नु भएको छ बाइक। अब हामी जाँदैछौँ। ल सर जाम है। ओहो पहिलो बन्ला पुल यस्तो यो बाटोमा। सेरम खोला होइन सर? यो लामो दुरी छ यो खोलाको। अब चिसोले हान्ने भयो फेरि। ओ माई गॉड। बराबर छ। हामी बाइक लान सक्ने अवस्था थिएन। त्यसपछि दर्शकवृन्द यति बेला हामी रोल्पा जिल्लाको सुनछारी गाउँपालिका वडा नम्बर 4 र 1 नम्बरको यो सिमानामा छौँ। यो लुङ्गी खोला भनिन्छ, जहाँ चाहिँ अत्यन्तै दुःखद लाग्दो घटना घटेको छ। नेपाल राष्ट्रिय माविका विद्यार्थीहरू जो रनिङ सिल कार्यक्रम सकेर यो पारी बाटो हुँदै आउनुभएको थियो र धेरैजनासम्म आउनुभएको थियो। यो बाटोको अवस्था यो खोलाको बिचमा यहाँ पुल पनि थिएन, केही थिएन। एकदमै गहिरो खोलामा चाहिँ गाडी चाहिँ पल्टियो। गाडी पल्टिसकेपछि यहाँनिर चाहिँ गाडी डुबिसकेपछि चाहिँ 2 जनाको घटनास्थलमै मृत्यु भयो भने 9 जना गम्भीर घाइते। घटनास्थलमा आइसकेपछि हामी बुझ्नेछौँ घटनाको विस्तृत विवरणबारे। मेरो नाम रहन माधु भट्ट मगर। म श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सुनसरी 4 सिउरी रोल्पाको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष। हाम्रो सुनसरी गाउँपालिका यस्तो रे 7औं राष्ट्रपति रनिङ सिल हाम्रो सुनसरी गाउँपालिका वार्ड नम्बर 1 क्षेत्रमा 15 गतेदेखि 20 गतेसम्म त्यो अवसरमा चाहिँ हाम्रो श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सुनसरी 4 सिउरी रोल्पाबाट पनि हाम्रो विद्यालयका विद्यार्थी भाइ बहिनीहरू खेलाडीहरू त्यहाँ चाहिँ सहभागी भएको थिए। हाम्रो खेल सम्पन्न भइसके पछाडि हामी एकदमै त्यहाँको आयोजकले एकदमै टाइटली गर्दै पनि अलिकति चाहिँ अबेर हुन पुग्यो र अबेर हुँदै गर्दा हाम्रो त्यहाँ चाहिँ हाम्रो भाइ बहिनीहरूको लट्टा कपडा ओढ्ने ओछ्याउने सँगै चाहिँ खाना पकाउने ग्यास सिलिन्डर लुगा फाटो पनि त्यहाँदेखि चाहिँ सिउरीसम्म चाहिँ बोक्न नसकिने भएकोले गर्दाखेरि गाडी मगाउने भन्नुभयो। अनि गाडी मगाउने गर्दाखेरि फेरि कोही विद्यार्थी गाडीमा कोही चाहिँ हिँड्दै गर्दाखेरि त्यो पनि राम्रो हुँदैन, रात पनि पतिसक्यो भन्ने कुरा भइसकेपछि हामीले 3वटा गाडी चाहिँ मगायौँ। 3वटा गाडीबाट 3वटा गाडी 5वटा चाहिँ हामीसँग चाहिँ बाइक थियो
अनि हामी बाइक चाहिँ अगाडि गाडीहरू पछि आउँदै गर्दा हामी एकदमै बिस्तारै बाटो पनि त्यही खालको थियो हामी बिस्तारै आउँदै गर्दाखेरि हामी यो लुङ्ग्री खोला हाम्रो यो सिउरीको तल चाहिँ गामबाट बग्ने यो लुङ्ग्री खोलामा जहाँ चाहिँ यो बर्खामा चाहिँ बिग्रने हिउँटमा चाहिँ यो बाटोलाई चाहिँ मिलाएर चाहिँ गाडी वारपार गर्ने बनेको छ। यो ठाउँमा चाहिँ यो बाटो राम्रै थियो तर चाहिँ रातिको समयमा त्यो गाडी चाहिँ अलिकति माथितिर जाँदाखेरि यो गहिरोमा चाहिँ त्यहाँ पल्टिन पुग्यो। पल्टिसकेपछि गाडी पानीभित्र डुब्यो। पानीभित्र डुबिसके पछाडि राति कति बजे हो यो करिब 9 बजेको समयमा 9 बजेको समयमा अनि गाडी डुबिसके पछाडि चाहिँ हाम्रो त्यो भित्रमा करिब 15-16 जना विद्यार्थी भाइ बहिनीहरूलाई हामी एकदमै अगाडि पछाडिको गाडीबाट हामी सबैले चाहिँ त्यो तत्कालै उद्धार गऱ्यौँ। उद्धार गर्दै पनि हामी 11 जनालाई यहाँबाट चाहिँ तल पठायौँ र अहिले बिहानसम्म आउँदै गर्दाखेरि दुईजना विद्यार्थी हाम्रो भाइ बहिनीहरूको चाहिँ डेथ भएको छ। सर्वप्रथम त म त्यो मृतक हाम्रो भाइ बहिनीहरूलाई चाहिँ हार्दिक श्रद्धाञ्जली अर्पण गर्छु र शोक सन्तप्त परिवारजनमा चाहिँ समवेदना व्यक्त गर्दछु र चाहिँ हाम्रो 9 जना विद्यार्थी भाइ बहिनीहरू कोही बुटोल 7 जना बुटोल 2 जना लिबाङ रिफर भएको छ र ती जो चाहिँ उपचारमा हुनुहुन्छ उहाँहरूको स्वास्थ्य लाभको पनि म कामना गर्न चाहन्छु र यो चाहिँ हामीले नचाहेको घटना 81 चाहिँ हुनु पुग्यो। यो चाहिँ कहीँ चाहिँ एकदमै यो राम्रै ठाउँमा यो राति अलिकति यो बाटो चाहिँ ट्र्याक नहुँदाखेरि चाहिँ ठ्याक्कै पानीमा ढल्न पुग्या हो। पानीमा ढल्दाखेरि यो गहिरो भएर सबै चाहिँ गाडी नै तल चाहिँ डुबेर यो गाडी डुब्यो। त्यसपछि मान्छे पनि डुब्ने कुरा भइहाल्यो होइन। एकदम गहिरो साइडमा डुबेको रहेछ। हजुर हजुर।